मौसम के देखो इशारे, कितने हंसी है नजारे। मौसम के देखो इशारे, कितने हंसी है नजारे। जब मोर बोले, मन माझे ते चोर बोले। बागामा जब मोर बोले, मन माझे ते चोर बोले। ओ पुरवैया बहती है, आएगा यार मुझसे कहती है। सबै मिलेर हाय मम्मी ल भाइ तपाईँ हाल्नु त्यसपछि फाले मलाई हाल्नु हुँदैन होइन हातले नगर चाहिँ उसले पर्वले राख। मौसम के देखो इशारे, कितने हंसी है नजारे। मौसम के देखो इशारे, कितने हंसी है नजारे। तुझको खुशियों के साए जिंदगी को चौतारी ममता को छाया अपनो भन्दा पनि धेरै सन्तानको माया अपनो भन्दा पनि धेरै सन्तान। Hey भाई सांस में भाई वो क्या हो
कति बजे? 10:35। लल्ली काका उयो ढोका लगाइदिन्छ यहाँ त यी सबैजना छ यहाँ को छ ए माइजू कान्छी माइजू यहाँ लिनाजु खिरहरू सबै त खाइदेऊ ल यो दहीहरू पनि खाइदेऊ त्यो सबै चटाइदेऊ आज तिमीलाई अन्न खुवाउने यो हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि गाडीमा लाग्यो जीवनको खुसी ल केही नि हुन्न एक दिन लाउने कपडा हो ल त्यही बाटैमा राखेको तिनीहरूले यसो
गरे गरे गाडीमा नलाए टिका ल रेडी आउँदै आगो त मुख बिहारेछ त नि चपाउनलाई दाँतै छैन। अब खाइदिनु पर्यो के च्याक्क पर्यो लाऊ छोरो मिल्नु छैन छोरो सबैजनाले खुवाउँदाखेरि ठिक पुग्छ उसलाई त भयो अब एउटा मात्रै स्वाद खाइरहेको छोरो ल आज धेरै स्वाद पर्यो ल ल चाँदीको चम्चा अब एकछिन खाली अब धन्न रुवा खाइन केटो। अब यसो डुबाउनु मात्र चलाइदिनु पाइन्छ कि अब अब सबैजनाले यो म मात्रै चटाइदिनु ल हाम्रो बाबुकोमा चाहिँ त्यस्तै गरेर भन्दा पनि यसरी बस्दाखेरि यसको ढाड दुइसक्यो कि ढाडो धुइदिनु भयो अब रोए पनि अब मामाले लाउँदै जाने निकाल्दैको पानी खादिन न नानी कसरी हो
यता देखाउन पूजा अलि यता देखाउन अलि ल यसो यसो अलिअलि लगाइदिउँ न लगाइदिउँ लगाइदिउँ ए खाना खोजिरा कोही हातमा परेर मुखमा छिर्यो क्या फुलमा त ढाडिदिनु पैसा हुँदै सुनाउनु हुन्छ त्यो दालमा अलिकति बनाएको त ए गरे आज खाना दिइराखन् भनेर ल खिर चाहिँ खायो कि जस्तो छ दुधको भएर ऊ चुयो है घाँटी
म त निद्रा लागेर त निन्द्रा त दिउँसो यसलाई खासै उ गर्दैन यसै आएन तल खाउँदा माथि मलाई के गरेर आज के गरेर यता हेर ल छोरी क्यामेरामा हेर ल दिदी ल गर्मी भएर है ल खाइरहेको बेलाको फोटो खिच्नुपर्छ ल अपनी महकी महकी जुल्फ के पेजों को कम कर दो। कापिया मलाई त पौडा त खोलेर लाग्दैन नि यो पनि गरुङै छ है खै खोलम त
ढुङ्गा नि उठाउँछ भित्र गरौँ होइन यस्तो ढाकिन्छ कोही पनि हुँदैन है बरु हामीले नै जिस्काइदिएँ नि मैले होइन हामीले रमाइलो गरेर बरजोक गरेर चाहिँ ल्याएर दिएर पछि बोल्दाखेरि रमाइलो हुन्छ बरु होइन यो होइन खै कसले हो यो ए उसले अझ त मम्मीले लिएर आयो कि कहिले त्यस्तै उयो पकाएर खुवाउनलाई छोरोलाई दिन्छ पकाउन अति गर्ने टन्न पकाएर खुवाउँदैन छोरोलाई खै त्यस्तै ठुल्ठुलो सामानहरू बोकेर देखाएको ल एक एकजनाले निकाल्ने के एकैचोटि झ्याटेर हुने के के हो अब तिमीले निकाल्यो त्यसपछि मम्मीले निकाल्नु हुन्छ क्या हुन्छ त्यो त 5 सेट भएको होला कुन्डी त खोल्न परेको थियो कुन्डीको किचन सेटै हो किचन सेट गुड गाडी बनाउनु भयो भनेर गुड भन्नु राखेर गुड बनाएको ल मम्मीको पालो ल होइन मम्मीले नखाऊ भने पनि खाऊ कलर डिफ्रेन्स आएको थियो उयो हो भने पहिला अब म त उयो लड्डु सुमन खिचेर भ्याए उयो लड्डु खान्छु मैले जी बस्नु न ल अनबक्सिङ भइरहेको मेरो लागि नि आहा त छोराको पास्टीमा कुन्डीले हेर्दा ल भान्जीको सक्यो एकछिन पह अब पह भान्जी अब पह भयो तिम्रो सक्यो एकछिन पह अब मम्मीको पालो हो नमिले नि ऊ त्यहाँ मिलन चोक भन्ने रेखा रहेछ ल त्यो होइन दुब्लाउनु त्यो ठिक हुनलाई नि दुब्लाउनु जेन्जी सेट आएछ ल मम्मीको ल अब छोरालाई लिटरमा बनाउनु त्यही होला ल अब भान्जीको पालो ल त्यो मेरो सिक्री भए होइन सिक्री छैन सिक्री नभए त होइन मेरोमा सिक्री ल देखे अहिले पट्याउने दुईजना जोगाएर राखेको हुन्छ कोही कोही बेला भेट्न जानु सबै लाएर ल दिदीको नाम थियो के टिकटकमा रिता ढकाल छ हो मैले एकखेप चाहिँ घरे गरे ढकाल देखेर कहाँ देखाएँ भनेर अनुहार चिन्न नसके आज भिनाती देखेपछि बल्ल चिने मैले झोलामा हालिदिएँ यस्तै थियो खेलाउने गरेर खेलाउन ल्याएर मैले त्यो झोला हालेँ उसको गिफ्ट उसले चाहिँ हेर्नु नपाउनु पकाएर खाउन अल्छी गर्छन् भने भाँडीले पकाएर पनि खुवाउनु त्यो भरिको खुवाउने बनाउनुले छोराले
त्यो भरेको खुवाउनु बनाएको हुँदैन ऊ पापु यहाँले हेर्दा के गरे त्यो पापी यो खा त्यो छ ए यो खा यो त्यो अनि त्यतिकै ढिला गरेर बसेर ल उतेर उते सेम रहेछ त अर्को वर्ष ठिक हुने बिचरा चुप लाएर बसिरहने ढिला गरेर भनेदेखि निकाल्ने ल अहिले ठिक भयो भने त अनि के गर्नु ल देखाउनु पर्यो राम्रोसँग पुन्टी ओ ओ अब अब अर्को पह पह यहाँ पुन्टी देखाउँदै छ यहाँ बस्न यहाँ बस यसले त सबै बटुले नि देखाउनै पर्छ दक्षिणा बटुल्या छ पुन्टीको पैसा पनि सबै भाइलाई दिने हो नि फेरि हुन्छ कि हुँदैन पुन्टी त्यो त दसैँमा टिका लगाएर मलाई दिनुहोस् है अभ्यास पर्फेक्ट भइसक्यो ल यसलाई त कपडा पसन्द पर्छ गर्नु भयो ल अर्को आयो ल एकछिन पह है पुन्टी यहाँ दिखाएर देखाउँदैछ नि त एकछिन बस्नु मामा एकछिन बस्नु त्यो टोपी ठिक होला जस्तो लागेन टोपी त ठिक होला जस्तो लागेन यो कसले कान्छी होइन अनि टोपी त सानो रहेछ भने मैले त अघि नै आइसकेको मम्मीको पालो आज यो सुधा तेस्रो केरा भयो त कति खाएको केरा भयो भटबाटै भटबटे आयो त भटबटे हेरिरह त्यसले सबैले लाग्नु भोलि के अड्छ कि अड्दैन कुन्डीलाई लाउनु मन त लागेन अब तिमी नजाउनु अभ्यास कति छुसछुस गरेको है यसले बिचार अब त केरा पुग्यो है तिनवटा खाइसक्यो आज दिनभरिमा यहाँ बस फास्ट मोसनमा आउँछ म युट्युबमा नि हाल्छु कि कहाँ छ खै नुन उता पिठो र त्यसलाई र त्यसले नुन भनेको थिएँ कहाँ छ इति कहाँ छ इति देखाउ त मैले इति नै देखाएको नि जाउँ लगाइदिनु नि हो नि त गरिमा कहाँ लगाइदिनु है लगाइदिनु घर बस्दा नि मैले त लगाइदिनु गएर सानो लगाइदिनु त कुन काका यो तिमी ल अगाडिबाट देऊ अगाडिबाट तिम्रो नगराउँदा पो यता आमा त आउनु भएन यस्तै परेछ दुइटै आमाले किन्यो भन्दा रिसर्च कि त्यही रहेछ अर्को सेटी हो कि क्या
नुन होइन चिनीलाई पुग्यो अब यो पापिया पूजा भाइ हेर पङ्खा सानो मामा र सानीको रे हैन को सानो मामा र सानी यसको सानो मामा के ए उता सिमल गाडीको होइन उता पङ्खा सामान सब हेला ड्याडीको त सानो पङ्खा दिन्छ नभइकन दिनु है स्पेशल ल्याइदिन्छु भन्थ्यो इ के हो यो अब यो भाग चाहिँ हेर यो जरा फेरि खाँदैन त्यो निशानले अस्ति पुरै पढाएर त्यो भाइलाई दियो भने भाइ यो डराउँदैन के यो डराउँदैन अब यसलाई चाहियो यसलाई चाहियो ए गुगु के बेबी गुगुको सबै हिँड्दो रहेछ त काम चाहिँ मेरो गिफ्ट जस्तो पछाडि राम्रो देखाइन भन्दा सो फाइनली हामीले गिफ्टहरू चाहिँ अनबक्सिङ गरेर सक्यो र अनबक्सिङ गर्ने हाम्रो कुन्ती भान्जी मम्मी दीक्षा र हामी चाहिँ अनबक्सिङ हेर्ने